भित्र ठाउँका होला। यस्तै हो उकालो ओह्रालो बाटो भनेको। ट्रेकिङ रुटमा हिमाली भेगतिर यस्तै बाटोहरू हुन्छ। छेउछेउमा खोला अनि साइडमा बाटो। यस्तो हेर्नु त भिरपाखा हार्ड रोकहरू छ। धेरै डराउनु पनि पर्दैन, तर अलिकति होसियारीपूर्वक हिँड्नुपर्ने हुन्छ। त्यही हो। यो आज हामी चाहिँ हिजो चाहिँ बेसीसरबाट चामे बस्यो अनि चामेबाट अलिकति अफिसमा काम हुँदा अफिस हाम्रो एउटा कोतोमा पनि छ। कोतोमा अलिकति काम गरेर अनि त्यसपछि हामी यता हिँड्न लागेको। अब हामी जान लागेको नार्पाभूमि गाउँपालिका। त्यो चाहिँ यस्तै रुट भएर जाने हो। गाडी पुग्दैन। अनि नार्पाभूमि गाउँपालिकामा एउटा चाहिँ नार गाउँ छ, एउटा चाहिँ फु गाउँ छ। त्यहाँ चाहिँ पर्यटकीय हिसाबले घुम्ने ठाउँ हो। विदेशी पर्यटकहरू अलिकति महँगो पर्यटकहरू चाहिँ यता घुम्न रुचाउँछ। हिमलुङ बेस क्याम्प यतै पर्छ। काङ्ला पासहरू पनि यतैबाट जाने हो। अनि गोर्खातिरबाट चुमनुम्रीबाट पनि आउँदो रहेछ। अनि यस्तै हो। अनि यहाँबाट मनाङबाट सिधै चामेतिरबाट जानुहुन्थ्यो भने त्यो भनेको तपाईँको उता तिलिचोतिर जाने रुट हो। यो चाहिँ तिलिचोवाला रुट हो भने तिलिचोभन्दा छुट्टै यता कोतोमै फर्किहाल्ने यतातिर अर्को बाटो। त्यो भनेको नार्पाभूमि गाउँपालिका छिर्ने बाटो हो। यो हाम्रो पालिकाको डोजर हो। अनि यो डोजरले अब बाटो बनाउँदै जान्छ। कहाँसम्म जान्छ भन्ने कुरा हो, कहिले बन्छ। मलाई लाग्छ अबको 10 वर्षमा गाडी जाने सम्भावना देखिन्छ यहाँ। अरू त त्यस्तै हो। यो हाम्रो डोजर अपरेटर हो, हेल्पर साथी। अनि अलिअलि ग्रिसिङ गरेर यस्तो के छ ब्रदर, ठिक छ? ग्रिस भइरहेछ। अब चाहिँ हाँक्ने हो। ऊ हाम्रो साथीहरू 5-7 जना अझै पछाडि आउँदै हुनुहुन्छ। त्यो पछाडिको सबै हामी ग्रुपमा यतातिर हिँड्ने भनेको ग्रुपमा हो, नत्र अलिकति बाटो खराब छ। त्यही भएर ग्रुपमा हिँड्दा चाहिँ राम्रो हुन्छ। एक्लै यस्तो बाटोहरू हिँड्नु हुँदैन। यस्तो बाटो हो, हेरिहाल्नु। यो हार्ड रोक छ। हार्ड रोकमा यस्तो ब्लास्टिङहरू गरेर यो हिँड्ने बाटो पनि यस्तो अलि पहिलाभन्दा सेफ बनाएको छ। पहिलाभन्दा यसरी म पनि हिँडिरहेको छु। साथीहरू पछाडि आइराखेको छ। आज हामी 11 बजेतिर हिँडेको। अलिकति ढिला भयो। 11 साढे 11 बजे बुझ्नु न। अनि साढे 11 बजे हिँडेको। आज मेता बस्छु होला। अनि भोलि चाहिँ जान्छु पालिका। अलिक ढिला भयो। बिहानै हिँड्दा त पुगिन्थ्यो होला। आज मेतासम्म जाने प्लान छ। मेतामा फेरि नेटहरू चल्छ कि बिचमा छ्याछ्या पनि बस्ने ठाउँ छ। 4 घन्टा लाग्छ। तर चाहिँ त्यहाँ नेटहरू चल्दैन कि नेटवर्क पनि आउँदैन। अहिले यो पनि बाटोमा केही बेरसम्म नेट चल्छ। त्यो पनि पहिला चल्दैन थियो, अहिले चाहिँ चलिरहेछ। पछि नेटवर्क हाल्यो कि यता कोतोमा पनि 4G। त्यही भएर यता अलि टाढासम्म काम गर्दो रहेछ। सुती खोला भन्ने ठाउँसम्म सुनेको मैले। अब योचोटि जाँदा थाहा भइहाल्छ कति कहाँसम्म नेट टिपिरहेछ। भर्खरै हालेको छ। यस्तो बाटो छ। यो तलबाट अहिले हाम्रो डोजरहरू जान्छ। अनि माथि चाहिँ यसो अगाडि बाटो बनाइराखेको छ ऊ कामदारहरू। यो हो बाटो। यस्तो बाटो। हेर्नु त माथि यस्तो भिरपाखा अनि यस्तो बाटो।
यतिजना छ हामी ग्रुपमा। पुरै ट्रेकिङ रुट छ। ट्रेकिङमा रुचाउने साथीहरूलाई ठिक हुन्छ। यसो नार र फुमा पनि घुम्ने ठाउँहरू छ। त्यो सबभन्दा पछि पत्ता लगाएको गाउँहरू हो कि यहाँ नेपाल सरकारले पनि थाहा थिएन कि यहाँ बस्ती रहेछ भनेर। यस्तो खोला छ, यसलाई मर्स्याङ्दी नदीको छेउछेउबाट गएको छ। यो सबै ब्लास्टिङबाट फुटाएको हो। अहिले अलिकति ठिक भएको छ। यस्तै अब कति दिनमा बाटो बन्छ हेर्दै जाऊँ।